यो TOB यो जुन फोटो छ यसमा जुन पिस्तोल छ, पिस्तोल यो केका लागि हो? प्रदर्शनमा हामी सहभागी बोलायौँ रे अनि हामी त्यहाँ शान्तिपूर्ण प्रदर्शनमा साथ दिन गयौँ रे। एउटा कुरा मलाई प्रश्न मेरो, त्यो शान्तिपूर्ण प्रदर्शनमा त्यो बाइक भटभट भटभट गोली चलाएको जस्तो कसले चलाएको थियो त्यो बाइक र किन चलाएको थियो? त्यो के गर्न गएको हो? त्यो प्रश्नहरू आज हरेक नेपालीले सोध्नेछ र अनुसन्धान त्यहाँबाट होस्, मुद्दा त्यहाँबाट दर्ता होस्। यो काम मुद्दा दर्ता गर्ने, अनुसन्धान गर्ने काम हाम्रो देशमा निकाय छ, प्रहरी प्रशासन छ। अनुरोध गर्न चाहन्छु सरकारलाई, प्रहरी प्रशासनलाई यो अनुसन्धान गरियोस्। यो पिस्तोल चाहिँ केका लागि थियो र यो पिस्तोल बोकेको यो ओरिजिनल हो कि फेक हो यो पनि प्रश्न गर्नुपर्छ। यो फोटो हामीलाई पनि कसैले पठाएको छ, यत्रो दिनसम्म हामीले देखाइरहेका थिएनौँ। यो पिस्तोल केका लागि हो? कहाँबाट यो पिस्तोल यसरी हातमा लिएर गइरहेको छ? अहिले सामाजिक सञ्जालमा त धेरै प्रमाणहरू आइसके, मलाई यो प्रमाणहरू देखाउन जरुरी थिएन।